नमस्कार, अपन समाचारमा स्वागत छ। समाचार विस्तारमा। मध्य प्रदेशका स्वतन्त्र प्रदेश सांसद अनिरुद्ध सिंह यादव पक्राउ परेका छन्। कर्तव्य जान मुद्दामा उनलाई सोमबार दिउँसो करिब 3 बजे राजविराज नगरपालिका वार्ड नम्बर 7 बाट पक्राउ गरेको मध्य प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसपी प्रवीण पोखरेलले जानकारी दिएका छन्। एसपी श्रेष्ठका अनुसार रीता कुमारी चौधरीको जाहेरीले 2068 चैत 19 गते सप्तरी जिल्ला अदालतले कर्तव्य जान मुद्दामा गरेको आदेश अनुसार उनलाई पक्राउ गरिएको हो। प्रदेश सांसद यादव सप्तरी क्षेत्र नम्बर 4 का खबाट प्रत्यक्ष निर्वाचित छन्। प्रदेश सांसद यादवलाई पक्राउ गरी सोमबार नै जिल्ला अदालत सप्तरीमा हाजिरी गराइएको छ। अदालतको आदेशमा सांसद यादवलाई पक्राउ गरी मुलतवीमा राखी अनुसन्धान गर्नु भनी आदेश दिएको थियो। 2064 सालमा भएको एउटा हत्या घटनामा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनी फरारको सूचीमा थिए। यादवकै निर्देशनमा तत्कालीन खोक्सर प्रवाह गाविस वार्ड नम्बर 1 का 32 वर्षीय दीपू भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप थियो। तत्कालीन बोदे बसाइन गाविस वार्ड नम्बर 4 बाट 2064 असार 9 गते अपहरण गरी सोही दिन नेङ्गाजा गाविस वार्ड नम्बर 5 बेरिया टोलमा पुर्याइएको लोहनी गोली हानी चौधरीको हत्या भएको थियो। उक्त विषयमा जाहेरी परेपछि यादव फरार भएका थिए। अदालतमा हाजिर हुनु म्याद जारी भए पनि हाजिर नभएर कसूर स्वीकार गरेको अदालतले जनाएको छ। मृतककी दिदी धनगढी गाविस वार्ड नम्बर 3 की रीता कुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा 2064 असार 14 गते सिंह समेत 9 जनामाथि किटानी जाहेरी दिएकी थिइन्। इँटा व्यवसायीहरूले इँटा उद्योग बचाउन प्रदेश सरकारले आर्थिक सहयोग गर्नुपर्ने माग गरेका छन्। सोमबार नेपाल इँटा उद्योग महासंघ मध्य प्रदेशको प्रथम अधिवेशन तथा साधारण सभामा बोल्दै इँटा व्यवसायीहरूले देशकै बेरोजगारी समस्या समाधान गर्नमा अहम भूमिका निर्वाह गर्न इँटा उद्योगलाई बचाउन प्रदेश सरकारले सहयोग गर्नुपर्ने माग गरेका छन्। उनीहरूले सङ्घ प्रदेश र स्थानीय सरकारले हरेक विकास निर्माणमा इँटा प्रयोगमा जोड दिनुपर्ने माग समेत गरेका छन्। कार्यक्रममा उपस्थिति इँटा व्यवसायीहरूले देशमा सबभन्दा ठूलो मिटर ब्याजी बैंकहरू रहेको आरोप लगाएका छन्। कार्यक्रममा नेपाल इँटा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष शङ्कर बहादुर चन्दनले श्रमिकहरूको रोजगार बचाउन तथा उद्योगलाई जीवन्त हामीहरू सम्पत्ति हालेर बैंकबाट कर्जा लिन्छौँ, तर सरकारले इजाजत नलिँदा आफूहरू सामान किन्न नसकेर व्यवसाय गर्न नपाइरहेको बताए। ब्याज तिर्न नसकेर इँटा उद्योग व्यवसाय बच्नु त परै जाओस्, उठीबास अवस्था आइसकेको दुखेसो पोखेका छन्। अब वायु प्रदूषणको कुरा होस् या पहिरोको कुरा होस्, सबै थोक इँटा उद्योगीलाई नै सुम्पिने गरेको देखिन्छ। जति इँटा उद्योगीहरूले अहिलेसम्म टेवा पुर्याएको छ, मलाई लाग्छ कुनै उद्योग धन्दाले त्यति टेवा पुर्याएको छैन। हामीले नेपाल अधिराज्य भएको नै को मठ मन्दिर होस् या कुनै पार्टी बुबा होस्, त्यसमा इँटा उद्योगीले इँटा सहयोग गरेकै हुन्छ। यसका मुख्य 2-3 कारण छन्। सर्वप्रथम म सरकारलाई दोष लाउँदैन। पहिलो कारण हामी आफै हौँ, जो हामी अस्वस्थ प्रतिस्पर्धामा छौँ, आन्तरिक प्रतिस्पर्धामा छौँ र जुन प्रतिस्पर्धाले आफूलाई पनि बिगारेको छ, अर्को साथीलाई पनि बिगारेको छ, त्यसको लेखाजोखा हिसाब किताब हामीसँग छैन। पहिलो कारणको रूपमा हामी आफै छौँ भन्ने मलाई लागेको छ। र यसको हामीले राजनीतिक दलले भन्छ नि के अरे आत्मआलोचना गर्नुपर्ने बेला आएको छ। हामीले आफ्नो आत्मसमीक्षा गर्ने बेला आएको छ। कहीँ कतै मेरा कारणले अर्को इँटा उद्योगी समाप्त हुन लागेको त छैन, अथवा उसको उद्योगलाई मेरा कारणले केही नोक्सान त भएको छैन भन्ने जबसम्म हामी भित्री मनबाट त्यो भावनामा आउँदैनौँ, तबसम्म हामी सहअस्तित्व र सहकार्य। सरकारले बैंकहरूलाई घाटाको नाममा विभिन्न सुविधा दिए, तर देशकै बेरोजगारी समस्या समाधान गर्नु आफू आफ्नो सम्पत्ति राखेर लिएको कर्जामा मौसमी व्यवसायका कारण ब्याज तिर्न नसक्दा घरमै आएर बैंकहरूले धम्की दिए पनि कुनै सहुलियत नदिएको बताए। त्यस्तै कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार शाहले इँटा व्यापार सम्बन्धी बताएका थिए। त्यसैले यो पोइन्ट मात्रै मैले छुटिया हो। म धेरै कुरा भन्न चाहेन, अलिकति समयको अभावले।
सबै कुरामा विश्लेषण मान्य मन्त्रीजी हुँदै हुनुहुन्छ। हामीहरू जनकपुर धाम महानगरपालिकाको तर्फबाट पनि र अन्य स्रोतमा पनि इँटाको त्यसैले 12 बिघाको डिपिआर तयार गर्दा पनि फुटपाथमा पहिले खरन्जा लगाइन्छ। त्यस्ता प्रविधिहरू पनि आज पनि लगाउन सकिन्छ कि भन्ने कुरा हामी ल्याइरहेका छौँ। त्यस्तो छ। धेरै ठाउँमा अनावश्यक कङ्क्रिटीकरण गरिएको छ। नालाहरूमा म्याक्सिमम इँटाको देवाल लगाउन सकिन्छ भन्ने कुरा अवस्था रहेको छ। र हाम्रा मित्र पनि हुनुहुन्छ, हामीहरू अहिले पनि मिल्छ, म पनि मिल्छु, संयुक्त दुईजना नभए पनि एकै ठाउँमा बस्ने हो। हामी यो इँटा व्यवसायीसँग निरन्तर। कार्यक्रममा प्रमुख अतिथि प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटन राज्य मन्त्री रहबर अन्सारीले आफ्नो मन्त्रालयबाट हुने हरेक विकास निर्माणको कार्यमा इँटाको प्रयोग बढीभन्दा गर्ने प्रतिबद्धता जनाए। साथै उनले सहुलियत कर्जाबारे सङ्घ सरकार समक्ष कुरा राख्ने प्रतिबद्धता समेत जनाए। दोषी छ, चाहे सङ्घ सरकार, चाहे प्रदेश सरकार, चाहे स्थानीय सरकार, तर अलिअलि दोष चाहिँ तपाईँले पनि लिनुपर्ने अवस्था छ। हामी कस्तो भयो भन्दाखेरि अब इँटाले घर बन्छ, घर बनाउने मान्छेले इँटा अर्डर गरिहाल्छ। के गर्नु, मार्केटिङ गर्नु पर्यो। फेरि ट्रेडिसनल मार्केटिङ होइन, मेरो इँटा भट्टा छ, मैले 1000 इँटाको यति लिन्छु भने उसले बदलिन्छ 50 पैसाको फरक होला, 40 पैसाको फरक होला, इँटा अर्डर गरिन्छ। तर इँटाको प्रयोग चाहिँ कति ढङ्गले गर्न सकिन्छ, कुन तरिकाले इँटालाई प्रयोग गर्न सकिन्छ भन्ने कुरामा इँटा उद्योग व्यवसायीहरूले चाहिँ यसलाई धेरै प्रमोट गर्नुभएको छैन। नेपाल इँटा उद्योग महासङ्घ मध्य प्रदेशका संयोजक विनय यादवको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा स्थानीय तहको प्रमुख पदमा जितेका इँटा उद्योग व्यवसायीहरूलाई प्रशंसा पत्रले सम्मान समेत गरिएको थियो। नेपाली काङ्ग्रेसकी सांसद अनिता देवकोटाले कानुनको अभावका कारण कर्मचारीहरूलाई आफू जाने पदको सेवा र शर्तबारे जानकारी नै नदिई समायोजन गरिएको बताउनु भएको छ। सोमबार राष्ट्रिय सभा बैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन 2080 माथिको छलफलमा बोल्दै उहाँले कानुन नभएकै कारण कर्मचारीहरूलाई आफू जाने पदको सेवा र शर्तको विषय नै जानकारी नदिई समायोजन गरिएको बताउनुभयो। उहाँले यसो गर्नु प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित नभएको बताउनुभयो। उहाँले कर्मचारीलाई छनौटको अधिकार समेत दिन नसकिएको बताउनुभयो। सांसद देवकोटाले संविधान अनुरूप 3 वर्षभित्र बनिसक्नुपर्ने कानुन आजसम्म पनि बन्न नसकेको बताउनुभयो। कतिपय ऐनहरू भने समयमिकाको कारण राम्रोसँग छलफल नगरी हतारमा पारित गरिएको पनि उहाँको भनाइ छ। निर्माण सम्बद्ध सरकारलाई जवाबदेही बनाउने अध्ययनका क्रममा हामीले नेपालको संविधानमा रहेका कुन प्रबन्धले कानुन माग गर्दछ भन्ने आधारमा सूचीकरण गरी सो विषयमा कानुन रहे नरहेको अवस्था के छ भने एक धारा केलाउँदै अध्ययन गरेका थियौं। हामीले नेपालको संविधान मार्फत राजनीतिक व्यवस्थालाई रूपान्तरण त गर्यौं, तर संविधान कार्यान्वयनका लागि सबैभन्दा बढी पहिले आवश्यक पर्ने उपकरणका रूपमा रहने कानुनको प्रबन्ध गर। उहाँले आवश्यक कानुनहरू छिट्टै बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। नेकपा माओवादी केन्द्रका सांसद सुरेश कुमार आले मगरले संविधान अनुरूप बन्न बाँकी 181 वटा कानुनहरू तदारुकताका साथ निर्माण गर्न प्रधानमन्त्रीको ध्यान आकर्षण गराउनु भएको छ। सोमबार राष्ट्रिय सभा बैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन 2080 माथिको छलफलमा बोल्दै उहाँले संविधान अनुसार बन्न बाँकी कानुनहरूको निर्माण गर्न प्रधानमन्त्रीको ध्यान आकर्षण गराउनु भएको हो। उहाँले कतिपय कानुनहरू संविधान बनेको 3 वर्षभित्रै बन्नुपर्ने भए पनि हालसम्म बन्न नसकेको भन्दै उहाँले यसले गर्दा सरकारप्रति आशंका उत्पन्न भएको बताउनुभयो। उहाँले वर्तमान सरकारप्रति आदिवासी जनजाति दलित मधेसी महिला लगायत सम्पूर्ण उत्पीडित समुदायले आशाको दृष्टिले हेरेका उल्लेख गर्दै उनीहरूको आशा अनुरूप सरकारले काम गर्नुपर्ने बताउनुभयो। र यहाँको हातमा पनि छ, त्यसमा पनि उल्लेख नै छ। तैपनि केही कुराहरू यस सन्दर्भमा राख्नु पर्दा सबभन्दा पहिले त म के भन्न चाहन्छु भने हामीले 2072 सालमा नयाँ विधान व्यवस्थापन समितिले त्यो ठहर गरेर त्यसको लागि संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन गर्नका लागि उहाँले कानुन बनाउन सरकारले तुरुन्तै पहल कदमी लिनुपर्ने बताउनुभयो।
राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमलिसनाले संविधान अनुसार बन्न बाँकी कानुनहरूको तर्जुमा गरी प्राथमिकताको आधारमा संसदमा पेश गर्न सरकारलाई निर्देशन दिनुभएको छ। सोमबारको राष्ट्रिय सभा बैठकमा अध्यक्ष तिमलिसनाले संविधान अनुसार बन्न बाँकी कानुनहरूको तर्जुमा गरी प्राथमिकताको आधारमा संसदमा पेश गर्न सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन 2080 मा उल्लेखित सुझावहरूलाई कार्यान्वयन गर्न पनि निर्देशन दिनुभयो। उहाँले अनुशासन कायम गर्ने र संहिताको कार्यान्वयन प्रभावकारी रूपमा गर्न कानुन निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँले कानुनी रिक्तता पूरा गरी संविधानको कार्यान्वयनलाई पूर्णता दिनुपर्ने बताउनुभयो। सुशासन कायम गर्न, संघीयताको कार्यान्वयन प्रभावकारी रूपमा गर्न, कानुनी रिक्तता पूरा गर्न साथै संविधानको कार्यान्वयनलाई समेत पूर्णता दिन संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन 2080 मा उल्लेखित बन्न बाँकी कानुनहरूको तर्जुमा गरी प्राथमिकताको आधारमा संसदमा पेश गर्न तथा उक्त प्रतिवेदनमा समावेश भएका अन्य सुझावहरू समेत राष्ट्रिय सभाको आगामी बैठक भादो 24 गते आइतबार बिहान 11 बजेर 1 मिनेटमा बस्ने गरी बोलाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामती कर्मचारी ऐनलाई मंगलबारको मन्त्री परिषद बैठकले पारित गरेर संसदमा पठाउने बताउनु भएको छ। सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले संघीय निजामती कर्मचारी ऐनलाई भोलि मंगलबारको मन्त्री परिषदको बैठकले पारित गरेर संसदमा पठाउने तयारी रहेको बताउनु भएको हो। उहाँले मन्त्री परिषदमा शिक्षा सम्बन्धी विधेयक प्रस्तुत हुँदा मुख्य विधेयक भन्दा फरक ढंगले गएको भन्दै त्यसलाई परिमार्जन गरेर लानका लागि रोकिएको बताउनुभयो। उहाँले नेपालको संविधान जारी भए पश्चात हालसम्म नयाँ र संशोधन समेत गरेर 191 वटा ऐन निर्माण भएको र अहिले 15 वटा विधेयक संसदीय प्रक्रियामा रहेको उल्लेख गर्नुभयो। समेत गरेर 191 वटा ऐन निर्माण भएको अवस्था छ। साथै विभिन्न मितिमा जारी भएका केही नेपाल ऐनलाई संशोधन गर्ने ऐनबाट प्रचलित कानुनहरूलाई नेपालको संविधान अनुकूल बनाउने काम समेत सम्पन्न गरिएको छ। नेपाल सरकारले संघीय संसदमा पेश गरेका विभिन्न 15 वटा विधेयक संसदीय प्रक्रियामा रहेका छन्। यसैगरी संविधान कार्यान्वयनसँग सम्बन्धित संघीय निजामती सेवा विधेयक, विद्यालय शिक्षा सम्बन्धी विधेयक लगायतका महत्त्वपूर्ण विधेयकहरू छिट्टै संघीय संसदमा पेश गर्ने गरी सरकारले प्रक्रिया अगाडि बढाएको समेत सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। यहाँ मान्य सदस्य प्रधानमन्त्री दाहालले नेपालको संविधान बमोजिम संघ प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा रहेका तथा विकास निर्माणका कार्यसँग सम्बन्धित कानुनहरू निर्माणको प्रक्रियामा रहेको बताउनुभयो। त्यस्तै अघिल्लो प्रतिनिधि सभामा निष्क्रिय भएका विधेयकहरूलाई पुनः संसदमा पेश गर्नका लागि सरकारले आवश्यक गृह कार्य गरिरहेको उहाँले जानकारी गराउनुभयो। नेपालको संविधान बमोजिम संघ प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा रहेका तथा विकास निर्माणका कार्यसँग सम्बन्धित कतिपय कानुनहरू निर्माणको प्रक्रियामा छन्। केही विधेयकहरू अघिल्लो प्रतिनिधि सभामा पेश भई सो सभाको कार्यकाल समाप्त भएका कारण स्वतः निष्क्रिय भएको हुँदा त्यसरी निष्क्रिय भएका विधेयकहरूलाई पुनः संसदमा पेश गर्नका लागि सरकारले आवश्यक गृह कार्य गरिरहेको जानकारी पनि म यो सम्मानित सदनलाई गराउन चाहन्छु। प्रधानमन्त्री दाहालले प्रहरी प्रशासन सम्बन्धी कानुनलाई संहिता अनुकूल बनाउनका लागि नेपाल सरकारले आवश्यक गृह कार्य गरिरहेको बताउनुभयो। उहाँले सरकार प्रहरी समायोजन ऐनलाई कार्यान्वयन लैजान तयारीमा रहेको पनि स्पष्ट पार्नुभयो। प्रहरी प्रशासन सम्बन्धी कानुनलाई संहिता अनुकूल बनाउनका लागि नेपाल सरकारले आवश्यक गृह कार्य गरिरहेको छ। प्रहरी समायोजन ऐन यस अघि नै बनिसकेको छ। त्यसको कार्यान्वयनमा रहेका केही जटिलतालाई हल गरेर कार्यान्वयनमा लैजाने तयारीमा सरकार रहेको जानकारी गराउन चाहन्छु। यसैगरी विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी छाता कानुन निर्माण गर्ने विषय, जग्गा प्राप्ति सम्बन्धी विषय लगायतका कतिपय विषयमा विधेयक तयार गर्नेतर्फ आवश्यक कार्य सुरु भइसकेको कुरा पनि म यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। उहाँले विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी छाता कानुन निर्माण र जग्गा प्राप्ति सम्बन्धी विषयमा विधेयक तयार गर्न आवश्यक कार्य सुरु भइसकेको पनि जानकारी गराउनुभयो। नेकपा एमालेका सांसद भैरव सुन्दर श्रेष्ठले 3 तहमा जनशक्ति व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ। सोमबार राष्ट्रिय सभा बैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन 2080 माथिको छलफलमा बोल्दै सांसद श्रेष्ठले संहिता कार्यान्वयनका निमित्त
पहिलो शर्त नै जनशक्ति व्यवस्थापन रहेको बताउनुभयो। उहाँले सङ्घ प्रदेश र स्थानीय तहमा जनशक्ति व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो। मुलुक सङ्घीय संरचनामा रहेका उल्लेख गर्दै उहाँले राज्य शक्तिको प्रयोग 3वटै ठाउँबाट हुनुपर्ने बताउनुभयो। शिक्षा ऐन, प्रहरी ऐन, स्वास्थ्य ऐन, विश्वविद्यालयहरू बाहिर चाहिँ आए। हामी अचम्मित चाहिँ भयौँ। सदनमा पेश भएको चाहिँ छैन, मान्यज्यूहरूको हातमा परेको छैन। तर सरकारवालाहरूको बीचबाट चाहिँ आन्दोलन गर्ने कुराहरू आइसकेपछि सम्मान्य प्रधानमन्त्रीज्यूले एउटा कार्यक्रममा यो विधेयक पास गरे। उहाँले सरकारले अत्यावश्यक रहेका विधेयकहरू पनि संसदमा ल्याउन प्रयत्न नगरेको बताउनुभयो। दूध उत्पादन गर्न व्यावसायिक फर्मले अवलम्ब गर्नुपर्ने कल्याण सम्बन्धी मापदण्ड प्रदेश सरकारले ल्याएको छ। दूध उत्पादन गर्न व्यावसायिक रूपमा पशुपालन गर्न फर्मले असल उत्पादन अवलम्ब गर्दै गाई भैँसी तथा बाख्राप्रति हुने निर्दय व्यवहार रोकेर पशु उचित व्यवस्थापन तथा विकासका लागि प्रदेश सरकारले मापदण्ड निर्धारण गरी कानुन नै निर्माण गरेका छन्। सोमबार मध्य प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले डेरी पशुका लागि लाप्सी कल्याण मापदण्ड कार्यान्वयन सम्बन्धी मिडिया ब्रिफिङ सहितका एक कार्यक्रममा आयोजना गरी सो दूध उत्पादन गर्ने व्यावसायिक फर्मले अवलम्ब गर्नुपर्ने कल्याण सम्बन्धी मापदण्ड 2080 मा रहेको व्यवस्थाबारे जानकारी गराएको छ। कार्यक्रममा बोल्दै एनएफएसकी प्रतिनिधि विमल कुमार कर्णले सो मापदण्डमा रहेका व्यवस्था र सङ्घ सरकारले ल्याउन लागेको पशु कल्याण ऐनबारे जानकारी गराए। हामीले अहिले म पनि एउटा त्यसको मेम्बर र विज्ञको रूपमा त्यहाँ केन्द्रीय सरकारमा छु र त्यहाँ चाहिँ यो पशु कल्याण ऐन नै आउँदैछ, त्यसको मस्यौदा तयार हुँदैछ। पशु कल्याण ऐन आइसकेपछि अब त्यो संसदमा सायद आगामी सेसनमा त्यो जान्छ र त्यो भइसकेपछि त्यो अनुसारको ऐन र त्यो अनुसारको मापदण्ड या नियावली चाहिँ प्रदेश सरकारले पनि बनाउँछ र त्यो अनुसार लागू गर्छ। एउटा कुरा अब यहाँ कारण बहुत धेरै होला। यो खास गरेर पशु कल्याण किन लागू गरे हो, यो एनिमल राइट हो होला, कसैले काउ कम्फोर्टको कुरा गर्नुहुन्छ, कसैले एनिमल वेलफेयरका कुराहरू गर्नुहुन्छ। तर अब जब हामी पशु स्वास्थ्यको कुरा ल्याउँछौँ, जब हामी पशु उत्पादनका कुरा ल्याउँछौँ, तब पशु कल्याण आउँछ। त्यस्तै स्नेहाल केयर नेपालका स्नेहा श्रेष्ठले पशुमाथि हुने निर्दय व्यवहार रोक्न छुट्टै कानुन नभए पनि मुल्की अपराध संहितामा कार्यवाही सम्बन्धी व्यवस्था रहे पनि कार्यान्वयनमा आउन नसकेको गुनासो गरिन्। पानी फाल्दिने, अलकत्रा फाल्दिने हैन, अनि गाईको पुच्छरहरू काट्दिने, यसो गरी चाहिँ मैले कुकुरबाट स्टार्ट गरेको थियो। तर बिस्तारै बिस्तारैबाट कुकुरबाट बढ्दै एनिमल वास्तवमा चाहिँ नेपालमा चाहिँ पशु कल्याण भन्ने कुरा चाहिँ एकदमै थोरै, एकदमै लेस भनौँ न, प्रायोरिटीमा पर्दो रहेछ हैन। पशु कल्याण भन्ने बित्तिकै चाहे पुलिसहरूमा चाहिँ कुनै कुकुरमाथि चाहिँ मान्छेले अब आए दिन सोसियल मिडियामा देखिरहेको हुन्छ, मान्छेले कुकुरलाई फालिदिरहेको हुन्छ, कहिले तातपानी फालिदिरहेको हुन्छ, कहिले अब टिकटकमा पनि कति धेरै देखिन्छ नि त हामीले होइन। र एउटा हँसिया लिएर आफ्नो के अरे सिसिटिभीमा त्यो फुटेज छ, कुकुरलाई हँसिया लिएर काटिरहेको छ। तर सेम टाइममा चाहिँ अब हामी न्यायको लागि जाँदाखेरि चाहिँ त्यो कुकुरलाई न्याय दिलाउन सक्दैनौँ भनेपछि चाहिँ एउटा पशु कल्याण ऐन चाहिँ नेपालमा नभएको कारणले गर्दाखेरि चाहिँ कतिसम्म ती जनावरहरूले दुःख पाइरहेछ भनेर चाहिँ त्यसरी चाहिँ मैले स्न्याच सुरु गरेको थिएँ होइन। भादो 1 गतेदेखि नै लागू भएको सो मापदण्ड कार्यान्वयनका लागि किसान र सम्बन्धित निकाय सहितका सरोकारवालालाई जानकारी गराउन ब्रिफिङ अघि बढाइएको छ। सो मापदण्डमा दुधालु पशुलाई पाल्न गोठ पशुपालन र आहारको व्यवस्था कस्तो हुनु पर्यो, निर्दय व्यवहार गर्न नहुने कुरामा जोड दिएको छ। अब सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। युवाहरूलाई उद्यमप्रति आकर्षण गर्न उद्देश्यले जनकपुरधाममा 2 दिने अभिमुखीकरण तालिम दिएको छ। स्टार्टअप विनियोजनका विभिन्न पक्षबारे जानकारी दिँदै युवाहरूलाई उद्यम गर्न प्रेरित गर्ने अभिमुखीकरण तालिम दिएको हो। आइसिसिआई मोडको परियोजना तथा अन्टेलियन एजको सहयोगमा यो अभियान चलाइएको छ। कार्यक्रममा कृषि क्षेत्रमा उद्यमका धेरै सम्भावना रहेकाले यसतर्फ ध्यान दिन पनि युवासँग आग्रह गरिएको छ।
अत्याधिक वर्षाका कारण बाढी र पानी नपर्दा खडेरीको चपेटमा मधेसको कृषि क्षेत्र पर्ने गरेकाले समस्याको समाधान गर्दै यहाँको कृषि क्षेत्रको प्रबन्धनकाल विषयमा पनि जानकारी गराइएको छ। उद्यमहरूलाई चाहिँ कसरी प्रवर्तन गर्न सकिन्छ भन्ने सिलसिलामा काम गरिरहेछौँ। त्यसै सिलसिलामा स्टार्टअप नेसन 2030 भनेर यसमा सरकारवाला संस्थाहरू हामी जस्तै उद्योग मन्त्रालय, इसी मोड, उद्योग वाणिज्य महासङ्घ लगायत पम नेदरल्यान्ड सिनियर एक्सपोर्ट र युनिभर्सिटी ग्रान्ट कमिसन सहको सहकार्यमा विगत 1 वर्षदेखि हामीले चाहिँ यो अभियानको रूपमा चलाइरहेका छौँ स्टार्टअप नेसन 2030 भनेर, जसको उद्देश्य अनुरूप चाहिँ 2030 सम्म चाहिँ नेपाललाई चाहिँ एउटा स्टार्टअप अथवा नव प्रवर्तनमा आधारित उद्यमहरूलाई चाहिँ मैत्री राष्ट्र बनाउने भनेर चाहिँ एउटा कार्ययोजनाहरू बनेको छ, उद्देश्य लिएको छ। र यसै अन्तर्गत चाहिँ जनकपुरमा पहिलो प्रयास स्वरूप हामीले चाहिँ अब के गर्न सकिन्छ भन्दाखेरि चाहिँ यहाँको टु मच टु लिटल वाटर जुन समस्या छ, धेरै पानी अथवा अतिवृष्टि अथवा अनावृष्टिको समस्यालाई चाहिँ एड्रेस गर्नका लागि र सँगसँगै कृषि क्षेत्रमा चाहिँ कसरी यहाँको कृषि उद्यमीहरूलाई प्रवर्तन गर्न सकिन्छ भनेर कसरी एउटा कन्सोर्टियम बनाउने, जसले गर्दाखेरि चाहिँ नेपालमा स्टार्टअपहरूको लागि चाहिँ एउटा राम्रो खालको कन्ड्युसिभ इन्भाइरोमेन्ट होस् भनेर चाहिँ हामीले यो कार्यक्रम गर्न खोजिरहेका छौँ। र त्यसमा दुईवटा कन्सेप्टलाई चाहिँ हामीले फोकस गरेको छौँ। एउटा चाहिँ ओपन इनोभेसन ल्याब, जसमा चाहिँ युनिभर्सिटीहरू, गभर्मेन्टहरू होइन, एफएनसिसिआई, एफएनसिएसआई, हाम्रो एनवाइएफ जस्ता संस्थाहरू सबैजना आएर चाहिँ यो कसरी चाहिँ यङ अब हुन्छ नि युवाहरूलाई चाहिँ नयाँ कुरा समाधानहरू, यहाँको प्रब्लम्सहरूको समाधानहरूलाई चाहिँ नयाँ रूपमा चाहिँ कसरी हामीले सल्युसन सेन्ट्रिक बनाउने भन्ने कुरा एउटा चाहिँ गर्न खोजिरहेछौँ भने यो इन्क्युबेसन, कम्युनिटी बेस्ड इन्क्युबेसन भनेर चाहिँ कम्युनिटीलाई नै सपोर्ट हुने गरिकन कम्युनिटीमा कम्युनिटीबाटै लेड भएको चाहिँ इन्क्युबेसन हब कसरी बनाउने भनेको छ। स्टार्टअप 2030 अभियान अन्तर्गत युवा उद्यमीहरूलाई लक्षित गरी यो कार्यक्रम गरिएको छ। यो अभिमुखीकरणले युवाहरूको क्षमता विकास हुने विश्वास लिएको छ। यो अभियान सफल पार्न नेपाल सरकारका 3वटै तह नेपाल उद्योग वाणिज्य जनकपुरधाम स्थित युवा उद्यमीहरूको संस्था NYEF लगायत सङ्घ संस्थाहरूको सहयोगमा कार्यक्रमहरू निरन्तन गर्ने जानकारी दिएको छ। सत्तारूढ नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले गिरिबन्धु टी एस्टेट प्रकरणबारे तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ। सोमबार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै उहाँले सो प्रकरणमा ठूलो भ्रष्टाचार भएको जिकिर गर्दै सरकारले तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताउनु भएको हो। त्यसैगरी उहाँले निर्वाचित जनप्रतिनिधिहरूलाई जथाभावी नबोल्न पनि सचेत गराउनुभयो। सिंहदरबार नै ध्वस्त पार्ने कुरा धार्मिक स्वतन्त्रतामाथि नै आँच आउने खालको अभिव्यक्तिहरूको पछिल्लो समयमा आउने गरेको उल्लेख गर्दै त्यस्ता अभिव्यक्ति नदिन सांसदहरूले खतिवडाको जनप्रतिनिधिहरूलाई सुझाव छ। माना ज्ञापन गर्न चाहन्छु। दोस्रो, गिरिबन्धु टी स्टेटको बारेमा तुरुन्त भएको भ्रष्टाचार गरी छानबिन गरी कारबाही अगाडि बढाउन अनुरोध गर्न चाहन्छु। तेस्रो, सभामुख महोदय, हामी राजनीतिज्ञहरू निर्वाचित भइसकेपछि हाम्रो जिब्रोमा ब्रेक नलागेर जे पाए त्यही बोल्न गइरहेका हुन्छौँ। कोही आगै उकेल्छौँ, सिंहदरबार ध्वस्त पार्छौँ भन्छौँ, कोही जातीय राज्य चाहियो भन्छौँ, कोही धार्मिक स्वतन्त्रता र धर्ममाथि आँच आउने काम गर्छौँ। जित्ने राजनीतिज्ञहरू र अलि स्टेटमा पुगेका निर्वाचित प्रतिनिधिहरूलाई आफ्नो जिब्रोमा ब्रेक लाएर बोल्दिन अनुरोध गर्न चाहन्छु। धन्यवाद। सांसद खतिवडाले जनप्रतिनिधिहरूले आफ्नो पद मर्यादालाई ख्याल गरेर मात्रै बोल्नुपर्ने बताउनुभयो। सत्तारूढ प्रमुख घटक नेपाली काङ्ग्रेसका सांसद एवं पूर्व मन्त्री अर्जुन नरसिंह केसीले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने कुराको विश्वास नभएको बताउनु भएको छ। सांसद केसीले 1 वर्ष पनि काम गर्न नदिएर प्रहरी अधिकृतहरूलाई सरुवा गरेसँगै वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि केही काम गर्छ भन्ने विश्वास हराएको तर्क गर्नुभएको हो। सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले भ्रष्टाचारको फाइलहरू एकपछि अर्को खुले पनि त्यो बीचमै तुहिनी अवस्था आएको भन्दै त्यसतर्फ सरकारलाई सचेत गराउनुभयो। सांसद केसीले मुलुकमा सामाजिक सद्भाव बिलोलिने काम भइरहँदा पनि सरकार मूर्ख दर्शन बनिरहेको भन्दै आक्रोश व्यक्त गर्नुभयो।
पस्ने हो वा गर्ने काम भएको छ, त्यसले आम रूपबाट भ्रष्टाचारका गतिविधिहरूलाई नियन्त्रण हुन्छ भन्ने कुराको विश्वास हराएको छ। सरकार यतातिर सतर्क बनोस्। अब तेस्रो कुरा चाहिँ नि यो सांसद केसीले भ्रष्टाचार नियन्त्रणका लागि विगतमा बनेका आयोगहरूको सुझाव कार्यान्वयन नभएकाले अब बन्ने आयोगले पनि केही काम गर्ला भनेर अपेक्षा गर्न सकिने अवस्था नरहेको पटक पटक दोहोऱ्याउनु भयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले वैदेशिक रोजगारीमा रहेका युवाहरूको समस्या समाधानका लागि तत्काल विशेष आयोग गठन गर्न सरकारसँग माग गर्नुभएको छ। सोमबार प्रतिनिधि सभा बैठकमा केही दिन अघि आफू साउदी अरब र युएई को भ्रमणमा गएको जानकारी गराउँदै उहाँले उनीहरूको समस्या समाधानका लागि तत्काल विशेष आयोग गठन गर्न सरकारसँग माग गर्नुभएको हो। अध्यक्ष लिङदेनले नेपाली कामदारबाट सबैभन्दा बढी राजस्व उपलब्ध गराउने साउदी अरब र युएई का राजदूतावास दयनीय अवस्थामा रहेको भन्दै त्यसमा पनि सुधार गर्न सरकारको गम्भीर ध्यान आकर्षण गराउनुभयो। उहाँले सरकारले बिचौलियाको भर पारेर विदेशमा रहेका नेपाली कामदारहरूको समस्या समाधानमा चासो नदिएको आरोप समेत लगाउनुभयो। युवाहरूले त्यहाँ यसरी आक्रोश र आँसु एकैसाथ पोखे कि त्यसबेला हामी त के राजनीति गरिराखेका रहेछौँ, हामीले कसका लागि गरिराखेका रहेछौँ भन्ने कुरा त्यहाँ चाहिँ अनुभव गर्ने मौका प्राप्त भयो। उनीहरूले भन्थे कि हामीले हिँड्ने बेलामै हाम्रो विमानस्थलबाट अपमान भोग्न सुरु गर्नुपर्दछ, त्यसपछि फर्किँदाखेरि पनि। अध्यक्ष लिङदेनले नेपालमा रोजगारी नपाएपछि विदेश जान बाध्य भएका युवाहरूको समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो। कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अब न्यायाधीश नियुक्तिमा राजनीतिक भागभण्डा नहुने बताउनु भएको छ। सोमबार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रम भाग लिँदै उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको हो। बैठकमा सांसद प्रेम सुब्बाले सत्तासीन दलहरूबीचको भागभण्डामा न्यायाधीश नियुक्ति हुने गरेको छ नि भने प्रश्न गर्नुभएको थियो। मन्त्री गुरुङले न्यायाधीश नियुक्ति न्यायोचित ढङ्गले गर्ने कुरा भइरहेको भन्दै त्यसमा दलीय भागभण्डा नहुने बताउनुभयो। उहाँले न्याय सम्पादनको कामलाई छिटो छरितो बनाउन सरकार क्रियाशील रहेको दावी समेत गर्नुभयो। सर्वोच्च अदालतले आफैले पनि न्याय सम्पादनको कामलाई छिटो र छरितो बनाउन विभिन्न प्रयासहरू गरिरहेको उल्लेख गर्दै मन्त्री गुरुङले सरकारले त्यसका लागि आवश्यक कानुन र व्यवस्थापकीय प्रबन्धन पनि गरिरहेको बताउनुभयो। रणनीति तथा कार्यनीति प्रभावकारी कार्यान्वयनमा अझै पनि ध्यान दिन आवश्यक रहेको छ। ससाना मुद्दा पनि सर्वोच्च अदालत पुग्ने कानुनी व्यवस्थाको कारण सर्वोच्च अदालतमा मुद्दाको चाप बढेको कारण मुद्दा। मन्त्री गुरुङले न्याय सम्पादनमा ढिलाइ हुन नदिन सरकारले जनशक्ति व्यवस्थापनको कामलाई जोड दिएको पनि जानकारी दिनुभयो। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तोलाले कोरोना कालका बीमितहरूको रकम तत्काल उपलब्ध गराउनका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यान आकर्षण गराउनु भएको छ। सरकारले सो बिमा बापतको करिब 11 अर्ब रकम उपलब्ध गराउन चासो नदिएको उल्लेख गर्दै उहाँले सो सम्बन्धमा सरकारलाई रुलिङ गर्न सभामुख घिमिरेसँग माग गर्नुभएको हो। सोमबार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै सचेतक बर्तोलाले सरकारले नागरिकको सरोकारको विषयमा व्यवस्था गरिएको आरोप समेत लगाउनुभयो। मलाई लाग्छ देशभरकै जनसङ्ख्यामा टनकपुर रेलवेमा जिएमको नियुक्ति नभएको कारणले गर्दाखेरि इन्धन उपलब्ध गराउन नसकेर रेलवे बन्द हुने अवस्थामा पुग्दैछ र यस्तो अवस्थामा मन्त्रालय नेपाल सरकार पनि छैन। विगत 4 वर्षदेखि यो देशका 1,50,000 भन्दा बढी नागरिकहरूले कोरोनाको बिमा गरे। त्यस बापतको 11 अर्ब रकम आजसम्म प्राप्त गर्न सकेका छैन। सरकारलाई कुनै त्यसको चासो छैन, सरकार छैन, कुम्भकर्ण निन्द्रामा पर्यो। त्यसकारण सभामुख महोदय विशेष रुलिङ होस्, तत्काल ती बिमितहरूले पाउनु पर्ने रकम सरकारबाट प्राप्त होस्। अर्को सन्दर्भ मकवानपुरको इन्द्र सरोवर ताल, त्यो मानव निर्मित ताल हो। त्यहाँ 104 मेगावाट बिजुली उत्पादन हुन्छ। त्यो ताल जहाँ 85 लाख घनमिटर पानी, आज त्यो पानी करिब 62 लाख घनमिटर कायम छ। बाँकी 23 लाख घनमिटर बराबरको त्यो पानी हुनुपर्ने जमिन, हिलो माटो, बगर यी इत्यादिले चाहिँ भरिएको अवस्था छ। तत्काल म नेपाल सरकारको ध्यान आकर्षण गर्न चाहन्छु, त्यो तालको सरसफाइ, त्यसको संरक्षण।
सचेतक बर्तोलाले मकवानपुर स्थित इन्द्रा सरोवर तालको तत्काल सफाई गर्न पनि सरकारलाई दबाब दिनुभयो। नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले रुकुम पश्चिम जाजरकोट र सल्यानको केही भागमा हावाहुरी सहित ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ। उपमहासचिव शर्माले सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले यही भाद्र 17 गते हावाहुरी सहितको अविरल वर्षाका कारण मृत्यु भएको रुकुममा 2 बालबालिका र जाजरकोटको 1 जनाको मृत्युप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले त्यस क्रममा त्यहाँ मुख्य बालीको रूपमा रहेको मकै बाली पनि नष्ट भएकाले उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारले ढिलाइ गर्नु नहुने बताउनुभयो। उपमहासचिव शर्माले पीडितलाई राहत दिने काममा स्थानीय सरकार लागि परे पनि संघीय सरकारले अझै पहल नगरेको गुनासो समेत व्यक्त गर्नुभयो। 8 वर्षीय छोरा मनोज बुढाथोकी र 4 वर्षीय छोरी भावना बुढाथोकीको खहरे खोलाले बगाएर मृत्यु भएको छ। सर्वप्रथम म मृतक बालबालिकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गर्न चाहन्छु र त्यसै गरी जाजरकोटको मा चट्याङ परि 1 जनाको मृत्यु भएको छ र चौरजारी वडा नम्बर 1, 2, 3, 6। उपमहासचिव शर्माले प्रदेश सरकारले पनि सो घटनाका पीडितलाई तत्काल राहत र क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउन पनि विश्वास व्यक्त गर्नुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले ख्वाप विश्वविद्यालय विधेयक छिट्टै संसदमा पेश गर्न बताउनु भएको छ। सोमबार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले ख्वाप विश्वविद्यालय विधेयक 2073 संसद अधिवेशन अन्त्यका भएका कारण निष्क्रिय भएपछि त्यसको मस्यौदा तयारको काममा पुनः सुरु गरिएको र प्रक्रिया पूरा भएपछि त्यसलाई छिट्टै संसदमा पेश गर्न जानकारी दिनुभयो। बैठकमा सांसद प्रेम सुब्बाले सो विधेयक कहिले संसदमा पेश हुन्छ भने मन्त्री राईलाई प्रश्न गर्नुभएको थियो। मन्त्री राईले सो विधेयक मस्यौदा तयार गर्नका लागि सरकारले कार्यदल नै गठन गरेको र त्यसले आफ्नो काम गरिरहेको समेत बताउनुभयो। नवप्रवर्तन तथा आविष्कार कोष स्थापना गर्ने जस्ता नीतिहरू ल्याएको छ र आगामी दिनमा पनि सोही नीतिहरूलाई कार्यान्वयन गर्ने योजनाहरू ल्याइने कुरा मान्यज्यूलाई निवेदन गर्दछु। त्यस अवसरमा मन्त्री राईले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन 2075 को कार्यान्वयनसँगै उच्च शिक्षा समेत लक्षित वर्गका लागि निःशुल्क नै रहेको दावी गर्नुभएको थियो। प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सरकारले चीनलाई तत्काल नेपालको नयाँ नक्सा चुचे नक्सालाई मान्यता दिन कूटनीति नोट पठाउनु पर्ने बताइएको छ। एमालेका सचेतक महेश बर्तोलाले चीनले आफ्नो नयाँ नक्सा जारी गर्दा नेपालको पुरानै नक्सा राखेकाले सरकारले त्यसलाई तत्काल सच्याउनका लागि चीन सरकारलाई सोबारे कूटनीतिक नोट तत्काल पठाउनु पर्ने बताउनु भएको हो। सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाब दिने क्रममा उहाँले चीन सरकारलाई सो नक्सा सच्याउन नेपाल सरकारले अविलम्ब पहल गर्नुपर्ने बताउनु भएको हो। चीनले नेपालको नक्सा पनि समेट्दा पुरानै नक्सालाई मान्यता दिनु दुःखद भएको उल्लेख गर्दै सचेतक बर्तोलाले त्यसलाई कूटनीतिक माध्यमबाट सच्याउनका लागि नेपाल सरकारलाई लाग्नुपर्ने बताउनु भएको हो। त्यसकारण यसमा नेकपा एमालेको थायी मान्यता छ। नेकपा एमालेको सरकार जब हामीले त्यो जमिनलाई नेपालको राजनीतिक म्यापमा समावेश गर्यौं त्यसपछि सरकारका विरुद्धमा निकै ठुलो यो देशमा खेलो भयो। पार्टी विभाजनसम्मको प्रक्रिया सञ्चालन भयो। नेकपा एमालेको नेतृत्वको सचेतक बर्तोलाले एमाले आफ्नो 1 इन्च भूमि छोड्ने पक्षमा नरहेको दोहोर्याउनु भयो। उहाँले नेपालको भूगोलबारे अन्यथा टिप्पणी गर्न अधिकार अरू राष्ट्रलाई नभएको पनि दोहोर्याउनु भयो। नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले नेपालले लिम्पुलेक, लिम्पुवाधुरा र कालापानी समेटेको नक्साबारे अन्तर्राष्ट्रिय जगतलाई नै जानकारी नदिएका कारण चीनले सो भूभाग नेपालमा नसमेटी नक्सा जारी गरेको बताउनु भएको छ। सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरू कुराकानी गर्दै उहाँले तत्कालीन संसदले सर्वसम्मत रूपमा लिपुलेक, लिम्पुवाधुरा
र कालापानी नेपाली भूमिमा समेटेर नक्सा पास गरेको भए पनि अन्तर्राष्ट्रिय जगतलाई जानकारी नगराएको बताउनु भएको हो। उहाँले नेपालकै कमजोरीका कारण सो भूमि नेपालमा समेटिएको नक्सा अन्तर्राष्ट्रिय जगतले जारी नगरेको बताउनुभयो। उहाँले सरकारलाई नेपालको आधिकारिक नक्सा बारेमा अन्तर्राष्ट्रिय जगत र सम्बन्धित निकायहरूमा पठाउन माग गर्नुभयो। बाँडफाँड गरेर समितिको सभापति हालसालै चयन भएको छ। प्रतिनिधि सभामा रहेका 10वटै समितिहरूले पूर्णता पाएको छ भने संयुक्त समिति भन्ने 2टा समिति छन्। एउटा चाहिँ संसदीय सुनवाई समिति र एउटा राज्यको निर्देशक सिद्धान्त कार्यान्वयन समिति भन्ने छ र अब 2टा समितिहरूको चाहिँ सभापति चयन गर्न बाँकी छ। यसका बारेमा पनि दलहरूका बिचमा छलफल गरेर र हाम्रो पार्टीको आन्तरिक छलफल पनि बाँकी छ र छलफल गरेर टुङ्गिन्छ। अब यसका बारेमा हामीले आफ्ना विचारहरू, मेरो व्यक्तिगत विचार पनि मैले संसदीय नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले संसदबाट सर्वसम्मत रूपमा नक्सा पास गरे पनि उठाउने बेलामा दराजमा थक्याइएको बताउनुभयो। उहाँले नेपाल नेताहरूले जनतासँग एउटा कुरा र काम अर्को गर्ने गर्दा यस्तो परिस्थिति आएको बताउनुभयो। उहाँले प्रधानमन्त्रीले यस विषयमा चिनिया राष्ट्रपतिसँग संहितापूर्वक कुरा गर्नुपर्ने बताउनुभयो। जङ्गलमा जाँदा त 2टा मुख भएको हात्ती छ। हात्तीको त एउटा मुख हुन्छ नि। त्यो फर्केर आउँछन् र उनीहरूले सोध्छन् भगवान कृष्ण हामीले जङ्गलमा 2टा मुख भएको हात्ती देख्यौँ भन्दा भगवान कृष्णले के भन्छन् भने कलियुगमा राजनीति गर्ने नेताहरू, यी समाजमा नेतृत्व गर्ने व्यक्तिहरू 2टा मुख भएका हुन्छन्। जनतासित एउटा कुरा गर्छन्, काम एउटा गर्छन्। जनतासित नक्सा पास गर्छन्, संसदमा सर्वसम्मत निर्णय गराउँछन्, पठाउने बेलामा दराजमा थत्काउँछन्, पाठ्यक्रममा निकाल्ने बेलामा दराजमा थत्काउँछन्। त्यस कारण यिनीहरू चाहिँ नि अत्यन्त नेपालको बेइज्जत र यो गराउने। त्यस्तै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपालले पराजित गरेको नेपालको नक्सा छिमेकी देशहरूले स्वीकार गर्नुपर्ने बताउनुभयो। उहाँले चीनले जारी गरेको नक्साको सन्दर्भमा नेपाल सरकारले पत्राचार गरी स्पष्टीकरण सोध्नुपर्ने बताउनुभयो। अब छिमेकी देशहरू बीच छरछिमेक बीच केही न केही समस्याहरू उत्पन्न हुन सक्छन्, तर कूटनीतिक च्यानल मार्फत यी मुद्दाहरूलाई छलफल गरेर टुङ्ग्याउनु पर्छ र जुन प्रधानमन्त्रीज्यूको अहिलेको आसन्न चाइना भ्रमण छ त्यो एउटा मौका हो। हाम्रो आग्रह र उहाँले चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले चिनिया पक्षसँग यस विषयमा खुट्टा नकमाई उत्तर माग्नुपर्ने बताउनुभयो। सत्तारूढ दल नेकपा एकीकृत समाजवादीले 12 बुन्दे सम्झौता बिनै अमेरिकी आर्थिक सहयोग परियोजना कार्यान्वयन भइरहेको बताइएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बसेको पार्टी सचिवालय बैठकमा एमसीसी 12 बुन्दे नेपालको सम्झौता बिनै कार्यान्वयनमा लागेको धारणा राखेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवाटाले एमसीसी परियोजनाको निरीक्षणका लागि पार्टीले 5 सदस्य एमसीसी अनुगमन समिति बनाउने र त्यसको संयोजकमा पार्टी उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले रहनु भएको बताउनुभयो। उहाँले सदस्यमा उपमहासचिव डाक्टर गङ्गालाल तुलाधर, जगन्नाथ खतिवाटा, पार्टी सचिव गरिमा शाह, विषय विज्ञ 1 जना राख्ने निर्णय भएको बताउनुभयो। देशको माग, सम्पूर्ण संसदको सार्वभौम संसदको साझा माग, यो मागलाई एकातिर पन्साउँदै एमसीसी कार्यान्वयन हुन लागिरहेको आजको घटनाक्रम हामीले देखिरहेका छौँ। हाम्रो पार्टी आज पनि व्याख्यात्मक घोषणालाई सम्झौताको अङ्ग बनाउन, अङ्ग बनाए कि बनाएन, भोलि कस्ता समस्याहरू यसमा पैदा हुनेछन् भन्ने त्यसको रखबारी गर्न, अनुगमन गर्न हाम्रो पार्टीले एउटा एमसीसी अनुगमन समिति बनाउने निर्णय गरेको छ। उसका काम पनि अनुगमन गर्नेछ। व्याख्यात्मक उहाँले आज पनि पार्टी व्याख्यात्मक घोषणालाई अङ्ग बनाउनु पर्छ भन्ने पक्षमा रहेको जानकारी दिनुभयो। अब सानो व्यावसायिक विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। वन तथा वातावरण मन्त्री डाक्टर वीरेन्द्र प्रसाद महतोले मन्त्री भएको 100 दिनमा 23 वटा वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन पास गरेको बताउनु भएको छ। सोमबार मन्त्रालयमा वन मन्त्रालयको कार्यभार सम्हालेको 100 दिनको कार्य प्रगति विवरण सार्वजनिक गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले गत आर्थिक वर्षभरमा वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन 37 वटा स्वीकृत गरेकोमा पछिल्लो 100 दिनमा
23वटा वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेको दावी गर्नुभयो। उहाँले वन मन्त्रालयमा 100 दिनमा वन क्षेत्रका धेरै समस्याहरू सहजीकरण गर्न सफल भएको बताउनुभयो। मन्त्री महतोले विभिन्न मन्त्रालयहरूबाट प्रस्ताव भए बमोजिम 5 हाइड्रो पावर र अन्य 5 आयोजनाहरू गरी कुल 10वटा विकास आयोजनाहरूलाई राष्ट्रिय वनको 143.0908 हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको बताउनुभयो। उहाँले प्रयोग गर्न दिएको जग्गामा रहेका विभिन्न प्रजातिका 16,030 गोटा रुख हटाउने सम्बन्धमा नेपाल सरकारबाट निर्णय भई विकास आयोजना सञ्चालनमा सहजीकरण गरिएको बताउनुभयो। उहाँले प्रदेशमा वन तथा वातावरण मन्त्रालयहरूसँग उच्च स्तरीय समन्वय बैठक सम्पन्न गरेको बताउनुभयो। उहाँले सरकारसँग वन्यजन्तु संरक्षण क्षेत्रमा काम गर्न व्यक्ति तथा संस्थाहरूले स्वीकृति लिन आग्रह गर्नुभयो। उहाँले वन्यजन्तु संरक्षण गर्न त्यस्ता संस्थाहरूले टेक्नोलोजी वा आइडिया दिनुपर्ने बताउनुभयो। वन्यजन्तु संरक्षणका काम गर्न संस्थाहरूले वातावरण मन्त्रालयसँग मिलेर काम गर्न आग्रह पनि गर्नुभयो। संस्थाहरू संस्थाहरू हाम्रो मन्त्रालयसँग अलि मिलेर सहजीकरण गरेर यहाँ रजिस्ट्रेसन गरेर त्यसपछि हामीले के अरे तपाईँको टेक्नोलोजी हुन्छ कि पैसैले दिनुपर्छ भन्ने पनि छैन। तपाईँहरू विदेशको डोनर विदेशीहरूसँग काम गरिराख्नु भएको छ नि, उहाँहरूले कसरी संरक्षण गरिराख्नु भएको छ, तिनीहरूले कसरी। मन्त्री महतो वन तथा वातावरण मन्त्रालय मन्त्री महतोले पछिल्लो 100 दिनमा उत्साहजनक रूपमा काठ दाउरा उत्पादन भएको भन्दै काठ दाउरा अझ डेबुटी बिक्री तथा पर्यटकको क्षेत्रबाट 2 अर्ब 79 करोड 71 हजार रुपियाँ सरकारलाई राजस्व सङ्कलन भएको बताउनुभयो। वनस्पति संरक्षण संवर्धन र उपयोगका कार्यहरू तथा थप प्रभावकारी रूपमा कार्यान्वयन गर्न अत्याधुनिक हर्बियर भवन निर्माण थाल्ने भएको बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्नलाई संसदीय समितिबाट समाधान हुने विश्वास लिएको बताउनु भएको छ। सोमबार काठमाडौँमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। नयाँ संसद प्रारम्भ भएपछि केही सुधार सहित विधेयक दर्ता भई अहिले संसदीय समिति विचाराधीन रहेको उल्लेख गर्दै सरकारवालाहरूले उठाएका केही समस्याहरूलाई समितिले समाधान गर्न आश लिएको बताउनु भएको हो। यस संशोधनले नेपाललाई पीडितको अधिकार स्थिति र दिगो शान्तितर्फ देशलाई लैजाने बताउनुभयो। उहाँले संक्रमणकालीन न्यायको सन्दर्भमा सङ्घर्षको प्राकृतिक सन्दर्भ र लोकतन्त्रको स्थापनासँगै सामाजिक परिवर्तनमा खेलिएको भूमिकाबारे विचार गर्न आवश्यक रहेको बताउनुभयो। The new constitution itself is the product of the peace agreement which प्रधानमन्त्री दाहालले संशोधनको पीडितको पक्षलाई पनि सम्बोधन गर्न बताउनुभयो। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले पर्यटन मन्त्री सुदन किरातीलाई गलत काम नगर्न खबरदारी गर्नुभएको छ। सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको बैठक अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै सभापति यादवले यस्तो खबरदारी गर्नुभएको हो। उहाँले पर्यटन मन्त्री किरातीलाई केही काम गरौँ भन्ने जोस जागर देखिएको बताउनुभयो। उहाँले देश र जनताको लागि केही गर्छु भन्ने प्रयास मन्त्रीले गर्न खोज्दा समिति नीतिगत सुधार गर्न तयार रहेको बताउनुभयो। उहाँले समितिले मन्त्रीले पर्यटन सम्बन्धित नीतिहरू समयकुल अनुकूल बनाउनु पर्ने र त्यो देशको हितमा भएको सामूहिक पहल गर्न समिति तयार गरिरहेको बताउनुभयो। यहाँले देशको लागि केही गर्छु भन्ने इमानदारी प्रयास र पहलकदमी गर्नुभयो भने यदि हामीले पोलिसी डिपार्चरतिर जानु पर्यो भने यहाँले भने जस्तै अब नयाँ समय नयाँ सन्दर्भ। सभापति यादवले समितिले मन्त्रीलाई राम्रो कामको लागि साथ पनि दिने र कहीँ दायाँ बायाँ भयो भने नियमन र नियन्त्रण दुवै गर्ने बताउनुभयो। हस्त अहिलेलाई यतिकै। पल पल खबर तेज नजर हेर्नुला अप्पान टेलिभिजन। नमस्कार।